ल साथीहरु भावनगर भन्दा पछाडी छु म र यति बेला मेरो गाडी अड्डेको छ भने यो भावनगर भन्दा पछाडीको भिर ढङ्का रोड हो। अलि पछाडीको दृश्यहरु त मैले देखाउँदै आएको थिएँ लाइभमा र अलिकति नेटले पनि साथ नदिएको कारणले गर्दा यो म जहाँ भिर ढङ्कार छ खतरनाक यो भिर ढङ्कारको तल छु म। अब यहाँबाट कुनै ढुङ्गा खस्यो भने पनि सिधै एकदम खतरनाक छ। र यहाँ अरियालको गोला पनि रहेछ साथीहरु है, यो अरियालको गोला। अब यसको व्यवस्था गर्ने हुन्थ्यो तर यो नजिक नभएर है खतरनाक छ। यस्तो ठाउँहरू छन् यहाँ। हाम्रो गाउँतिर लास्टै पहाड हुन्छ तर यतिको त छैन। तर हामी यस्ता भिर ढङ्का जङ्गलतिर गएर दाउरा घाँस काट्ने गर्थ्यौँ भने यस्तो खतरनाक छ। डेन्जर छ, डेन्जर 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 डेन्जर। यहाँबाट ट्रक गइरहेको छ, 6 टायरी ट्रक हो, धेरै लामो बनाएको रहेछन्। यस्तै ट्रक सिकेको मैले 22-20 फुटा ट्रक, त्यो पनि 20 फुटा बनाएको रहेछ। र यो हाम्रो उतातिरको दृश्य हो। म पनि यहाँबाट लाग्छु। अब अगाडि भावनगरबाट वाङतुबाट काप्नु जाँदैछु म। काप्नु अनि म पनि लागेँ अलिकति भिडियो बनाऊ भन्ने सोच भयो र भिडियो बनाएँ। खतरनाक लाइभ गर्ने भनेको लाइभमा अलिकति नेटले साथ दिँदैन, त्यो हो कारणले मैले भिडियो बनाएको छु। पछि पोस्ट गर्नेछु मैले, हेर्नु होला। भावनगर भन्दा पहिला किनौर जाने बाटोमा पर्छ है यो। यस्तो खतरनाक छ बाटो। तर माथि जति खतरनाक हो नि तल चाहिँ पिच राम्रो गरिदिएको रहेछ बाटो। वाह यस्तो छ। जुन बेलामा बस लिएर आएको थिएँ त्यति बेला त झन् खतरनाक थियो यो बाटो। अहिले त धेरै राम्रो भएको रहेछ। पत्थर काटेर बाटो बनाएको छ। धेरै लगानी लगाएर बनाए होला यो HRTC हिमाचल गभर्नमेन्ट सरकारले। धेरै दुःख गर्यो होला, धेरै लगानी लगाएर धेरै मसिनहरू लागे होलान्, धेरै मसिन खराब भयो होलान्, धेरै मान्छे मरे होलान्, कतिले आफ्नो ज्यान गुमाए होलान्। त्यस्तो गरी देशको विकास गरेका छन्। सल्युट छ, सलाम छ हाम्रो हिमाचल सरकारलाई। हामीले पनि रोजगार पाइरहेका छौँ भने धेरै धेरै धन्यवाद छ हिमाचल सरकारलाई। यति राम्रो दृश्य हेर्नलाई राम्रो छ। तलतिर देखिने खोलाहरू, खोला नाला झरनाहरू बगिरहेका छन्। यतातिर राम्रो सडक बनाएर गाडी गुडिरहेका छन् भने
कसले भिडियो कल गरेको छ मलाई? एकछिनमा उठाउँछु भिडियो कल। कसको हो? थोरै छ यो। सिजन लाग्यो अब है, सिजन लाग्यो। खोज चलिरहेको छ। यस्तो बाटोहरू छ भने यहाँ तलतिर सेफ्टी त छ, तर वान मिस्टेक हो भने त गेम फिनिस हो साथीहरू। राम्रोसँग गाडी चलाउँदै गर्नलाई। म भावानगरभन्दा पछाडि छु। यहाँबाट भावानगर 5 किलोमिटर छ, पियो 60 किलोमिटर छ भने भावानगर पुग्नेवाला छु म। भावानगरभन्दा तल नदी हो यो। गाडीलाई पास दिएको।